Hello guys, welcome to a new video. अनि अहिले भर्खर मेरो फोन बन्द भयो। मैले अगाडिदेखि रेकर्डिङ गरिसकेको थिएँ, इन्ट्रो सबै गरेर। जुन रेकर्डिङ बन्द भयो नि, त्यो मेरो फोनमा सेभ भएन। त्यसैले मैले यत्रो खोजेको थिएँ, अब त्यो भिडियो भएन अनि के भन्छन् सेभ पनि भएन। अब हामी सिधै घर बनाउँदैछौँ। म अब फेरि एकचोटि इन्ट्रो गरिहाल्छु। हेलो गाइस, वेलकम टु आवर भिडियो। अनि तपाईहरु हुन्छ के छ नाम कुलर्स एफसी एनपी कुलर एफसीमा एफसी कुलर्स एनपीमा अनि हामी आज बनाउँछ घर। अनि हाम्रो चाहिँ यस्तो हेर्नुहोस्, हामीले यति गरिसकेको छु। हामी अब घर बनाउँदैछौँ घर। अनि अरू कुरा आफै बनाउँ। अब हामीले चुज गर्नु छ एउटा डेस्टिनेसन जहाँ हाम्रो घर बन्छ, जुन मलाई जहाँसम्म लाग्छ कस्तो अड्केको यार, मलाई जहाँसम्म लाग्छ यहाँ बनाउँदा हुन्छ भनेर। तर यहाँ अझ राम्रो देखिँदैन, त्यसैले म अलिकति माथि अलिकति खुल्ला ठाउँतिर बनाउने भनेर सोच्दैछु। अनि मलाई खुल्ला ठाउँ भन्दाखेरि यहाँ छैन एउटा खुल्ला ठाउँ। मलाई हामी जुन मेरो घर छ नि, त्यो अघि भर्खर देखाएको डेस्टिनेसन, त्यहाँ हामी आफ्नै घर बनाउँछौँ होला। अनि यो गाउँमा अरूजना पनि आउँछन्, जस्तै हामी मिटिङ बस्नु पर्यो यस्तो हुन्छ। गाइस, अब अगाडिको भिडियोमा हेर्दै जानुहुन्छ। एपिसोड 30 कि 34मा हुनसक्छ, अझै पनि हुनसक्छ, किनभने 30 कि 34मा म्याक्सिमम हाम्रो भिलेजमा को एउटा मेम्बर आउन सक्नुहुन्छ। अनि यहाँ हामी मिटिङ हल बनाउँछौँ अनि उता हाम्रो घर बनाउन सुरु गरौँ। ओके गाइस, अब म तपाईहरुसँग घर बनाइसकेपछि भेट्छु। गाइस, अहिले भर्खर नै एउटा जम्बीले मेरो एउटा भिलेजरलाई मारिदिसकेको छ। तिमीहरुलाई तेरो अब सर दिदी त्यो भिडियो हाल्नु न हो छिटो। अहिले भर्खरै एउटा भिलेजरलाई एउटा जम्बीले मारिसकेको छ। अब म साढे साढे चप्पल चोर बढी बोले छेले। अब म यो फुल एरियालाई नै बन्द गर्छु। यही एरियाबाट जम्बीले आएर हाम्रो एउटा सदस्यलाई मारिदिसकेको छ हाम्रो गाउँको। मलाई यस्तो रिस उठ्छ नि। म हेर्नु, हामीसँग अहिले आइरन गोलम पनि छैन। अब कहाँ हरायो म त्यो पनि थाहा छैन मलाई। त्यसले गर्दा हामीसँग धेरै थोरै सिक्युरिटी छ। अनि हाम्रो भिलेजरहरू मरेछन्, त्यसैले म यिनीहरूलाई सेफ गर्न सक्दिनँ होला। त्यसैले हामी एउटा
आइरन गोलम बनाउँछु म अर्को एपिसोडमा। अनि म अब तपाईँहरूसँग घर बनाइसकेपछि भेट्छु। ओके गाइज, अनि हाम्रो घर बनाउने काम चाहिँ सकिसक्यो। हाम्रो घरको लुक चाहिँ यस्तो छ अहिले। अनि हामी यो घरलाई अर्को एपिसोडमा अझै राम्रो बनाउँछौँ। अनि यो एपिसोडको लागि यति नै। हामीले घर बनाइसक्यौँ, त्यो मेरो गोल थियो जुन हामीले पुरा गरिसक्यौँ। आजको लागि यति नै राखौँ। ओके, थ्याङ्क यू फर वाचिङ, पिस आउट।